A day in my life as a nursing caregiver in Japan. Hello everyone, welcome to my video. मेरो चाहिँ मर्निङ सिफ्ट थियो, त्यो भएर चाहिँ मैले 6:47 मा चेक इन गरेर गएँ अनि अलरेडी रेडीमेड खाना आइसकेको थियो। त्यसलाई चाहिँ यसरी तताउने भनेर चाहिँ मैले पेपर हेरेँ अनि जस्ट तातो पानीमा मात्र हाल्दिनु पर्ने हुन्छ अनि केही चेन्जेस छ कि भनेर चाहिँ मैले रेकर्डहरू हेरेँ अनि त्यसपछि अब बिहानको टाइम हुन्छ, सबैजनालाई उठ्न मन लाग्छ अनि चेन्जेसहरू हेर्दै चाहिँ यो कल बज्न थाल्यो अनि त्यसपछि चाहिँ मैले आफ्नो काम गर्न थालेँ अनि मोबाइल त अब धेरै चलाउन मिल्दैन नि त, त्यहाँ कसैलाई देखाउन मिल्दैन। त्यो भएकोले चाहिँ यो चाहिँ मेरो ब्रेक टाइममा हो, लेफ्ट ओभर खाना अघिल्लो दिनको थियो, त्यही लिएर गएर सबैजनासँग बसेर खाएँ अनि एउटा कफी लिएर चाहिँ म मस्तसँग 1 घन्टासम्म चाहिँ ब्रेक बसेँ अनि मेरो ब्रेक सकिँदाखेरि चाहिँ ठ्याक्क आज हाम्रो कम्पनीमा चाहिँ रेउसा सामाहरूको चाहिँ उतानो खाइ थियो, त्यो भएर एकछिन त्यसमा एटेन्ड हुन गएँ अनि त्यहाँ गएर फर्किँदाखेरि चाहिँ मेरो ड्युटी सकिने बेला भइसकेको थियो। त्यही भएर चाहिँ मैले रिपोर्ट लेख्न थालेँ अनि लेखेर चाहिँ म निस्किने बेलामा चाहिँ 4:55 गइसकेको थियो। चेकआउट गरेँ अनि मैले चाहिँ पोटेटो चिप्स खाँदै घर फर्केँ अनि यो सानो मकैको प्याकेट जस्तो देख्दा चाहिँ त्यो नेपालीको पहिला समोसा टाइपको हुन्थ्यो, त्यसको याद आयो अनि खोलाको छेउ घर गएँ अनि यो चाहिँ मेरो रुमबाट देखिने भ्यू हो। थ्याङ्क्स फर वाचिङ माई भिडियो, बाई बाई।